महामहिमज्यू। आदरणीय दिदी आमा बहिनीहरू अनि पुरुष साथीहरू, यहाँहरू सबैमा पुनः एकपटक यो अन्तर्राष्ट्रिय नारी दिवसको हार्दिक शुभकामना। यहाँहरूको साँझ रमाइलो रहोस् र म तपाईहरुको यो कार्यक्रम समाप्त नभई अगाडि जानु परेकोमा क्षमा चाहन्छु। पुनः एकपटक नारी दिवसको हार्दिक शुभकामना र रमाइलो साँझको लागि हार्दिक शुभकामना। धन्यवाद। यो जुन कार्यक्रम भइराखेको छ 106औं अन्तर्राष्ट्रिय महिला दिवस 2016 को उपलक्ष्यमा NRN-NCC अफ USA महिला समन्वय समितिद्वारा आयोजित आजको यो कार्यक्रम हेरिरहँदा तपाईले महिलाको विषयमा के सोचिरहनु भएको छ? अत्यन्त खुसी लागेको छ। आज धेरै दिदीबहिनीहरू अत्यन्त हर्षका साथ कार्यक्रममा उपस्थित हुनुभयो र कार्यक्रम अत्यन्त सफल भएको छ। त्यसो भएको हुनाले मलाई लागेको छ अब हामी चाहिँ वुमेन्सहरूलाई इम्पावर गर्न सफल भएका छौँ र अझै आगामी दिनहरूमा अझै हामीले गर्न बाँकी छ। यस्तै कार्यक्रमहरू तपाईँहरूले धेरै धेरै गर्नुहोस् र हामी पनि तपाईँहरूसँग काम गर्न पाइयोस् र आधा भाग ओगटेको यो संसारमा महिलाहरूको नारीहरूको हिस्साले त्यसरी नै अझै पुरुषहरूले भन्दा अगाडि महिलाहरूले काम गर्न सक्नुहोस्। मेरो यही शुभकामना छ आजको दिनमा। थ्याङ्क यू।
पहिलोचोटि मसँग चाहिँ अलिकति नर्भस पनि हुँदो रहेछ। वास्तवमा भन्नु भने यो मेरो सायद सेकेन्ड अर थर्ड डान्स होला। मेरो श्रोता दाजुभाइ दिदीबहिनीलाई कस्तो लाग्यो? मैले गलत मान्छेलाई समाएको त पक्कै होइन, तर मलाई इन्फर्मेसन त्यस्तै आएको थियो र मैले त्यस्तै भनेको मात्र हो। अब म यसपछि फेरि तपाईँहरू बिच आउँदैछु एउटा प्रश्न राख्नको लागि र यस मेरो प्रश्न छ फेरि दर्शकहरू मध्येबाट एकजनालाई र मेरो आँखा परेको छ आइसिसीका मेम्बर श्रीता शर्मामाथि। म उहाँलाई सोध्न चाहन्छु अहिलेको आधारमा अहिलेसम्मको बेस्ड अन सोफा जति पनि प्रस्तुति भयो तपाईलाई आजको सांस्कृतिक कार्यक्रम तपाईहरूले नै आयोजना गर्नुभएको हो, यो कस्तो लागिरहेको छ? धन्यवाद सची बहिनी, एकदमै राम्रो क्वेसन। प्रथमपल्ट तर एकदम सिजन्ड एमसी जस्तो लाग्यो मलाई। सो यु हेभ इट अल इन योर सिस्टम आई गेस। थ्याङ्क यू। आजको पर्फर्मेन्सहरू सबै राम्रो छ, मलाई अब एकदमै इन्जोय भइरहेछ। तर एउटा नर्मल व्यक्तिले गर्ने पर्फर्मेन्स र एउटा खुट्टा भएको त्यो बहिनीले गर्नु आँसु पनि आयो। म उठेर चारचोटि सल्युट गर्नु जस्तो लाग्यो मलाई र म एकदमै उत्साहमा यस्तो कि म भागेको भएँ। प्लिज है, म पनि महिला हो, मैले उहाँलाई आफूलाई उहाँमा देखेँ र मलाई गजबै लाग्यो। द्याट इज द बेस्ट पर्फर्मेन्स अफ द इभिनिङ। त्यही बिच अब हामीले जति टाइम नभए पनि एउटा प्रश्न 3टा प्रश्न फेरि सोध्नै पर्ने हुन्छ दर्शकहरूमध्ये 3 जनालाई, किनभने जो कलाकारहरूले भोलन्टियर गर्नुभयो उहाँहरू पक्कै पनि जान्न चाहनुहुन्छ कि हाम्रो कार्यक्रम कस्तो थियो र भोलि हामीले अर्को साल फेरि तपाईहरूलाई महिला दिवसको बेलामा सांस्कृतिक कार्यक्रम गर्नुपर्दा हामीहरूमा के कति कमजोरी रह्यो यो पनि हामी अवश्य जान्न चाहन्छौँ। त्यसैले म यहाँबाट आउनुभन्दा पहिले नै भन्छु म र्यान्डमली दर्शकहरू मध्येबाट चुज गर्नेछु र मेरो प्रश्न हुनेछ महिला सांस्कृतिक साँझ जुन आज एनआरएन एनसीसी अफ युएसएले महिला सांस्कृतिक साँझ आयोजना गर्यो, यो कार्यक्रम तपाईहरूले सुरुदेखि नै हेरिरहनु भएको छ र तपाईलाई यो कार्यक्रम कस्तो लागिरहेको छ? कृपया मैले तपाईहरू सबैलाई यहाँ नचिन्न पनि सक्छु, त्यसैले आफ्नो नाम भनेर यो कार्यक्रमको विषयमा तपाईको अनुभव कस्तो रह्यो बताइदिनु होला। नमस्ते सबैजनालाई, मेरो नाम यादव गौतम हो। मैले जे जति प्रस्तुतिहरू यहाँ देख्ने मौका पाएँ त्यो हेर्दाखेरि मैले यस्तो अनुभव गरेँ कि हाम्रा दिदीबहिनीहरूको प्रतिभा कति माथि पुगिसकेको रहेछ र मलाई धेरै खुसी लागेको छ। सबै प्रतिभाशाली दिदीबहिनीहरू साना साना नानीहरू समेतलाई धेरै धेरै आशीर्वाद दिन चाहन्छु। धन्यवाद। थ्याङ्क यू। र यसपछि म दर्शकहरूमध्येकै एकजना महिलालाई यो प्रश्न सोध्न चाहन्छु र म यहाँलाई चुन्न चाहन्छु के भन्नुहुन्छ? कस्तो लागिरहेको छ यो कार्यक्रम? एकदमै रमाइलो लागिरहेको छ। अर्को पटक आउनुहुन्छ कि आउँछु? धन्यवाद। र अब म फेरि एकपटक एनआरएन एनसीसी महिला आयोजक समितिकै भाइस प्रेसिडेन्ट वन्दना कोइरालालाई पनि यो प्रश्न राख्न चाहन्छु। आयोजक समितिका एनआरएन एनसीसीका भाइस प्रेसिडेन्ट, प्रश्न तपाईले पनि हामीले देखिरहेका छौँ यो कार्यक्रममा तपाईहरू सबैले एक्चुअली धेरै दुःख गर्नु भएको छ। तपाईको अपेक्षामा हामी खरो उठ्यौँ कि उठ्दैनौँ? Okay, if the scale is 1 to 10, I go with 10. Thank you so much. This is the super program, more than my expectation. All cultural team, they deserve it. Give them big clap. Thank you so much. Give them big hand, please. Thank you so much. उद्घोषकलाई पनि 10 नै दिनुभएको हो। Oh, Udgasa, she's the bold person. I wish I would act like her. I wish I would present all the performance like her. And we didn't make a mistake choosing her as the MC. If it is so, please give her a big hand. Thank you so much. अब आजको यो जागरणले महिलाका लागि महिला जुन वुमेन कोअर्डिनेटरको सन्देश छ
र युनियनको प्लेस फर जेन्डर प्यारिटी स्टार्ट फ्रम अस। हामीले आफूलाई वेल इक्विप र स्किल बनाएनौँ भने वी क्यान नट मेक देयर। यही सन्देशका साथ आज यहाँहरूसँग म धेरैचोटि आइसकेँ, माफी माग्दै बिदा हुन्छु। नमस्ते। राम्रो काम गरेर त माफी माग्नु पर्दैन थियो, तैपनि तपाईँले हाम्रो तर्फबाट माफी मागिदिइहाल्नु भयो, यसको लागि धन्यवाद। अबको प्रस्तुति लिएर आउँदै हुनुहुन्छ गायिका सङ्गीता मुखिया छोचुन। गीतको बोल छ, साह्रै लोकप्रिय गीत छ, चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा। यहाँ सबैजनालाई यस गीतमा सँगसँगै गाइदिनुहोस् अनि नाची पनि दिनुहोस् है। पुरुषको पनि सम्मान हुन्छ। थ्याङ्क यू। थ्याङ्क यू। अब म यहाँकै साथमा एकपल्ट फेरि उठिदिनु होला। सबै महिलाहरूलाई हामी 3 पटक ह्याप्पी वुमेन्स डे भनेर विश गरौँ, किनकि यहाँ जति पनि महिला दिदीबहिनीहरू हुनुहुन्छ पक्का पनि उहाँहरूले एकअर्कालाई विश गर्न पाउनु भएको छैन। र कमला दिदी, कमला प्रसाई र उहाँ मिलेर कृपया 3 पल्ट ह्याप्पी वुमेन्स डे भनेर सबैलाई विश गर्नु होला र साथसाथै यहाँले पनि त्यो दोहोऱ्याउनु होला। धन्यवाद। पुरुषहरूले पनि बोल्नु होला है, विश गर्नु होला। ह्याप्पी वुमेन्स डे, ह्याप्पी वुमेन्स डे, ह्याप्पी वुमेन्स डे। जय होस्। थ्याङ्क यू। अब म यसै बीच धन्यवाद ज्ञापनको मतलब यो प्रोग्रामको समापन भने पक्कै भएको होइन। Bye.
आयो गरिनै पोहोरको तीज त गइसक्यो यसपालिको तीज आउने बाँकी छ तर हामी महिलाहरूको मनमा त तीजले सधैँ बास गरेको हुन्छ तीजका नाचगानका मधुर स्मृतिहरू मनमा आइरहन्छन् त्यसैले आजको कार्यक्रमको अन्तिम दिन हामीले तीजको गीतलाई छुनेका छौँ र यो जो गीत अहिले बज्दैछ त्यो गीतमा पनि उहाँले गायिका सङ्गीता मुखिया छोचोले स्वर दिनु भएको छ र यो गीतमा खुब रमेर नाचौँ रमाइलो गरेर नाचौँ खुलेर नाचौँ र यो गीतमा भिजुअलाइज गर्नुहुने सम्पूर्ण भिजुअलाइज गर्नुहुने महिला दिदीबहिनीहरूलाई म स्टेजमा आइदिनु हुन अनुरोध गर्दछु यस गीतका रचनाकार हुनुहुन्छ नेपाली समाजमा साहित्य र समाज सेवाको क्षेत्रमा अलग्गै पहिचान बनाउनु भएकी साहित्यकार कमला प्रसाई उहाँलाई पनि म स्टेजमा आइदिनु हुन अनुरोध गर्दछु र जो दिदीबहिनीहरू स्टेजमा आएर नाच्न चाहनुहुन्छ यो मञ्चलाई तपाईहरू आफ्नै मञ्च बनाउन सक्नुहुन्छ खुलेर नाच्नु होला प्रस्तुत हुँदैछ गीत तीजको गीतको बोल छ रातो राम्रो गुलियो मिठो यहाँहरूले यो गीत युट्युबमा पनि हेर्न सक्नुहुन्छ अनि यस गीत हाम्रो कमला प्रसाईजीको आफ्नो लेख्नु भएको गीत हो अनि यसलाई ओम कर्मचारीज्यूले सङ्गीतमा ढाल्नु भएको हो अनि यो गीतमा सबैजना नाचिदिनु होला अनि आज आइदिनु भएकोमा म आफ्नो हृदयदेखि धन्यवाद दिन चाहन्छु सबैजना उठेर नाचिदिनुहोस् होला आजको लास्ट अन्तिम गीत यसपछि डिजे हुन्छ हाम्रो
अवसानको बिन्दुमा पुगेको छ। आजको कार्यक्रममा न्युयोर्क लगायत आउट अफ स्टेटबाट आउनुभएका सम्पूर्ण कलाकार साथीहरूका साथै आजको कार्यक्रमलाई सफल बनाउन समर्थन र सहयोग गर्नुहुने महिला सांस्कृतिक साँझको कोअर्डिनेटर सङ्गीता मुखिया छोचुन, NRN NCC अफ USA महिला समन्वय समिति आयोजक समितिका सम्पूर्ण NRN टिम लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण साथीहरूप्रति आभार व्यक्त गर्न चाहन्छु। त्यसमा पनि सबैभन्दा बढी धन्यवाद म आजका तपाईँ दर्शकहरूलाई दिन चाहन्छु, किनभने तपाईँहरू नहुनु भएको भए आज हाम्रो कार्यक्रम सफल हुने थिएन। फेरि अर्को साल भेट्ने अपेक्षा राख्दै आजको लागि म सच्ची मैनाली पनि तपाईँहरूबाट बिदा चाहन्छु। धन्यवाद। हाम्रो यो फर्मल कार्यक्रम सकिए पनि अब हाम्रो डीजे सुरु हुन्छ र तपाईँहरूले यहाँ बसेर रमाइलो गर्न सक्नुहुन्छ र जाँदा जाँदै म तपाईँहरूलाई फेरि वन्स अगेन जुन हामीले सुरुमा गरेको थियौँ, किनकि आज ह्याप्पी वुमेन्स डे हो, त्यसैले म फेरि एकपटक 1 2 3 ह्याप्पी वुमेन्स डे भन्छु र हामी फेरि 3 पटक जानुभन्दा अगाडि सबैले एकअर्कालाई ह्याप्पी वुमेन्स डे विश गरौँ। 1 2 3 ह्याप्पी वुमेन्स डे, ह्याप्पी वुमेन्स डे, ह्याप्पी वुमेन्स डे। East or West, we ladies are the best. Thank you.